तपाईहरु सुन्दै हुनुहुन्छ एनएमबी कुराकानी। हुँ। नयाँ वर्षले मनमा एउटा बेग्लै उत्साह भरिदिएको छ नि है, हैन र? हो नि, मनमा कति धेरै नयाँ योजना र सपनाहरू जन्मिन्छन् त। यो वर्ष केही नयाँ गर्ने, केही राम्रो गर्ने भनेर। केही राम्रो गर्ने सोचमा कसैले बचत सुरु गर्ने योजना बनाउँछन्, कसैले पढाइमा अझ ध्यान दिने सोच बनाउँछन्, अनि कसैले नयाँ काम थाल्ने। तर जतिसुकै राम्रो योजना बनाए पनि सुरुवात कहाँबाट गर्ने भन्नेमा अलमल त हुन्छ नि, हैन? हो, त्यही पहिलो पाइला नै सबैभन्दा महत्त्वपूर्ण हो। आफ्नो लक्ष्यका लागि सानो कदमबाट भए पनि सुरुवात गर्नुपर्छ। भनेपछि नयाँ वर्षको संकल्प ठूलो छलाङ मार्नु होइन, सानो तर सही पाइला चाल्नु रहेछ। त्यही त, नयाँ सम्भावना भनेको ठूलो कुरा मात्रै होइन, सानो जिम्मेवारी र सानो प्रयास पनि हो। अनि त्यही सानो प्रयासले नै ठूलो परिवर्तन ल्याउँछ, हैन त? जब एक व्यक्तिले आफ्नो भविष्यका लागि एउटा सानो योजनामा निरन्तर काम गर्छ, त्यही सानो प्रयासले नै उसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ। अब बुझियो, नयाँ वर्ष ठूला सपना देख्ने समय मात्र होइन, ती सपना पूरा गर्न साना पाइला चाल्ने साहस पनि रहेछ। हो, यो नयाँ वर्ष हरेक सानो सुरुवातलाई सम्मान गरौँ। नयाँ वर्षको शुभकामना।